यो ठाउँमा एकदमै हाम्रा यादहरू जुटिएका छन् क्या। जब म घर जान्थेँ शुक्रबार, हरेक शुक्रबार ड्युटी सकेर उनलाई बाइकको पछाडि राखेर जब म घर जान्थेँ, हरेक घरको यात्राहरूमा म यो बजार निस्केर घरको लागि सब्जीहरू यताउति लिएर जाने गर्थेँ। सो यो ठाउँमा मेरो श्रीमतीको यादहरू जोडिएको छ। उनले त्यो सब्जी पसलेहरूसँग 5 रुपियाँको लागि गर्ने बार्गेनिङ, होइन, मित्रवत व्यवहार, सबैसँग खुल्ने, रमाउने, हाँस्ने, बोल्ने उनको स्वभाव, धेरै कुराहरू छ यहाँ, यादहरू छ होइन। जहिले घर जाँदाखेरि म यहाँबाट लिएर जान्थेँ दहीहरू, एकदमै मिठो लाग्ने। तर आज लाँदैन, मौसम अलिकति चिसो चिसो छ, सो आज लगिनँ। यो बाटो चिन्नेले कमेन्ट गर्नु होला, यो कहाँको बाटो हो होइन, कति चिन्नुहुन्छ, अनि यो कलेजको नाम लेख्नु होला कमेन्टमा। लास्ट इयर माई वाइफ वाज डायग्नोस्ड विथ TNBC। यो हो बिरतामोडको एकदमै प्रसिद्ध देवी मावि, श्री देवी मावि स्कुल, नेपाली गभर्मेन्ट स्कुल। यो स्कुलसँग एकदमै नजिकको नाता छ, धेरै यादहरू छ यो स्कुलमा है। फेरि अर्को कुनै भिडियोहरूमा म भन्ने छु। पागल कुकुर बिचैमा आएर उभिन्छ त यार। आज 338औं दिन अनिश्वरीय भएको। ओके, म आज सुरुबाट सुरु गर्छु है त। मलाई धेरैजनाले टिकटकमा कमेन्ट गर्नुभएको छ, कमेन्ट गरेर सोध्नु भएको छ कसरी थाहा पाउनुभयो, मतलब के सिम्टम्स एन्ड अल थियो र चेकअपहरू गराउनु भयो र कसरी थाहा पाउनुभयो, धेरैजनाले सोध्नुहुन्थ्यो। सो भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ। आज यो भिडियो मार्फत म तपाईँहरूलाई जानकारी गराउने छु, हाउ आई गट टु नो कि मेरो श्रीमतीको सिम्टम्सहरू केसँग रिलेटेड छ भनेर, कसरी उनलाई क्यान्सर डायग्नोस भयो एन्ड अल। म आज तपाईँलाई सबै यो भिडियो मार्फत बताउने छु। सो भिडियो अन्तिमसम्म हेरिदिनु होला। केही समयदेखि उनको तौल ड्रास्टिकली घटिरहेको थियो होइन। नोटिस नहुनुको कारण के पनि हो भने उनको शरीर एकदमै छिटो वेट गेन पनि गरिहाल्ने, वेट लुज पनि गरिहाल्ने। सो त्यस्तो धेरै मतलब नोटिसै गर्न सकिएन। बट एउटा कुराले कसरी नोटिस गर्यो र हस्पिटल गयो भने चाहिँ कस्तो पागल ड्राइभर हो कि हेड गरेर आइरहेको छ। कमसेकम अगाडि आउँदै गरेको बाइकलाई अरू गाडीहरूलाई अप्ठ्यारो हुन्छ मैले हेड गर्दा भन्ने बुझ्नु पर्दैन। नो सिभिक सेन्स के हेड अल। ओके, कमिङ ब्याक टु दि हाम्रो कुराहरू। 4-5 दिनदेखि उनको राइट ब्रेस्टको निपलको साइज इन्क्रिज भइरहेको थियो र हार्ड भइरहेको थियो। जुन सफ्ट हुन्छ छोरी मान्छेहरूको त्यो थिएन, सफ्टनेस थिएन, अलिकति हार्ड भएर गइरहेको थियो। अनि साइज पनि इन्क्रिज भइरहेको थियो निपलको साइज होइन। अनि ब्रेस्टको माथिल्लो भागपट्टि अलिकति कस्तो 2-3 इन्चको एलर्जी टाइपको, ऱ्यासेस टाइपको रातो हुन्छ नि, त्यो चिलाउने टाइपको हुन्छ नि, त्यो त्यस्तो खालको ऱ्यासेस जस्तो आएको थियो होइन। माई वाइफ थट कि त्यो ऱ्यासेस चाहिँ निपलको साइड चाहिँ होइन, ऱ्यासेस चाहिँ त्यो माकुराले मुत्दाखेरि त्यस्तो हुनसक्ने हुन्छ। हाम्रो यता पूर्वतिरको भनाइ त्यस्तो छ। सो उनको त्यो बुझाइ हुँदै गर्दा, उनले त्यो भन्दै गर्दाखेरि मैले पनि सिम्पली त्यही बुझेँ होइन। किन हाम्रोतिर त्यस्तै छ नि त भनाइ। सो मैले पनि त्यही माकुराले मुतेको होला भन्ने भयो। बट कन्सर्नको कुरा चाहिँ के थियो भने निपलको साइज हार्ड भइरहेको थियो, साइज इन्क्रिज भइरहेको थियो र निपल हार्ड भइरहेको थियो, मतलब स्वेल भइरहेको थियो। सो मेरो अफिसको अलिकति टाइम टेबल नमिलेकोले गर्दाखेरि एट द मोमेन्ट हामी हस्पिटल जान सकेन। केही दिन पछाडि विदिन कपाल अफ डेज मैले अफिस वर्कहरू सबै यताउति मिलाइसकेर, कामसाम यताउति सबै सकेर छुट्टी लिएँ। अफिस 2-3 दिनलाई छुट्टी लिएँ एन्ड आई टुक हर टु द नोबेल हस्पिटल। त्यहाँ गइसके पछाडि एक्जामिन भयो अरे होइन, जनरल फिजिसियनलाई देखायौँ। सो उहाँले एक्जामिन गर्नुभयो, यताउति हेर्नुभयो अनि कुनै घरेलु हिंसा यताउतिको बारेमा सोध्नुभयो, जुन अभियसली थिएन, कहिले भएको छैन त्यस्तो होइन अहिलेसम्म। एन्ड सी टोल्ड
कि अहिलेसम्म त्यस्तो केही नै छैन एन्ड डक्टर प्रिस्क्राइब अस सम टेस्ट होइन 2-3वटा टेस्ट लेख्दिनु जसमा के टेस्ट पो थियो एफएनएससी टेस्ट थियो एफएनएससी टेस्ट प्रिस्क्राइब गर्नुभएको थियो त्यो टेस्टहरू भयो अरे होइन लेफ्ट चेस्टमा एउटा इन्जेक्सन राइट चेस्टमा अप्पर साइडमा एउटा डाउन साइडमा एउटा अनि काखीको मुनिपट्टिबाट 3वटा स्याम्पल लिनुभयो राइट ब्रेस्टपट्टिबाट लेफ्ट ब्रेस्टपट्टिबाट आई डोन्ट नो किन लिएको एट अ टाइम त्यो स्वेल पनि थिएन इट्स जस्ट काइन्ड अफ नर्मल नै थियो त्यो टाइममा चाहिँ होइन लेफ्ट ब्रेस्टमा बट डक्टरले लिनुभयो स्याम्पल्सहरू त्यहाँबाट पनि लिनुभयो इन्जेक्सनभित्रसम्म हालेर निकाल्नुभयो सो स्याम्पल लिनुभयो त्यहाँबाट अनि भोलि आउँछ यसको रिपोर्ट भन्नुभयो अनि हामी केम ब्याक टु फेरि दमक त्यस पछाडि भोलि रिपोर्ट आउने बेला थियो सो हामी बिहानै फेरि हामी गयौँ विराटनगर हस्पिटल गयौँ नोबेल हस्पिटल गयौँ एन्ड केही समय पछाडि रिपोर्ट आयो अरे अनि त्यस पछाडि डक्टर वाज सो कन्सर्न होइन मलाई बोलाउनु भयो भित्र उहाँको क्याबिनमा आई डोन्ट नो द डक्टरको नेम समथिङ के नेपाल हुनुहुन्थ्यो नाम चाहिँ बिर्सेँ मैले के नेपाल हुनुहुन्थ्यो बोलाउनु भयो भित्र कुराकानी भयो अरे एन्ड हि वाज लाइक हुन्छ नि अलिकति सिचुएसन जुन अनुरूप हामीले प्लान सोचेका थियौँ त्यो छैन रिपोर्टमा सो तपाईँले चाँडो गरेर कता लानुहुन्छ एक्चुली मलाई राम्रो हस्पिटल लिएर जानु होला किन नोबेलमा त्यो टाइममा क्यान्सरको ट्रिटमेन्ट सुरु भइसकेको थिएन एन्ड हि सजेस्ट अस कि काठमाडौँ लानु कि दिल्ली लिएर जानु बट भेरिफिकेसनको लागि तपाईँले नजिकैको क्यान्सर अस्पतालमा लगेर बापची गराउन सक्नुहुन्छ भनेर उहाँले कन्सल्ट गर्नु मतलब सजेसन दिनुभयो सो त्यो डेट कहिले थियो भने त्यो 2081 साल पौष 20 गते उनको बर्थडे सकेर भोलिपल्ट हामी हस्पिटल गयौँ नोबेल हस्पिटल द्याट मिन्स 21 गते पौष 21 गते हामी हस्पिटल गयौँ टेस्ट भयो त्यस पछाडि 22 गते रिपोर्ट आयो एन्ड 23 गते आई टुक हर टु द बिएनसी क्यान्सर पूर्वाञ्चल क्यान्सर हस्पिटल होइन त्यहाँ लगेर मैले बायोप्सीको लागि डक्टरसँग कन्सल्टेसन गरेँ अपोइन्टमेन्ट लिएर त्यस पछाडि बायोप्सी भयो अरे होइन त्यहाँको पनि छुट्टै कहानी छ अल टेल अबाउट द्याट स्टोरी इन अनदर भिडियोज त्यसको अलिकति ड्रामेटिक छ त्यहाँनिर चित्त नबुझ्दो स्टोरी छ सो आई विल टेल इन द नेक्स्ट भिडियो बट त्यस पछाडि बायोप्सी भइसकेपछि बायोप्सी पनि एकदम लापरवाही तरिकाले भएको थियो अनि एकदमै ब्लिडिङ भएको थियो अनि सी टोल्ड मी यहाँ त नगर्ने अलिक लापरवाही तरिकाले भयो बायोप्सीहरू यताउति भनेर सो 23 गते सकेर हामी केम ब्याक टु दमक अनि त्यस पछाडि 24 गते मैले मेरो अफिसमा आई मेल्ड कि सिचुएसन यस्तो छ इलाबोरेटिङ अल द मेरो सिनेरियो अहिले के त्यो टाइम मैले के भोगिरहेको थिएँ सो मेल गरेँ अरे एन्ड आई रिक्वेस्ट फर सन्डेज लिभ अनि एज वेल एज एडभान्स पनि अनि एडभान्स रिसिभ भइसके पछाडि त्यही 24 गते आई मेल्ड टु माई कम्पनी होइन अनि त्यस पछाडि 25 गते एडभान्स रिसिभ गरेर आई टुक हर टु दि दिल्ली गयौँ म श्रीमती अनि जेठान दाइ हामी दिल्ली गइसके पछाडि आई टुक हर टु दि एम्स होइन अनि राजीव गान्धी हस्पिटल एज वेल प्लस फोर्टिस लग्यौँ ठिक भयो अरे एन्ड देन एम्सको सबै रिपोर्ट्सहरू आइसके पछाडि डक्टरले के भन्नुभयो भने अनिता धर भन्ने डक्टर हुनुहुन्थ्यो सी वाज सो गुड एकदमै जेन्युन हेल्पफुल डक्टर होइन जति पनि मैले एम्समा मान्छेहरू भेटेँ दे वाज सो हेल्पफुल टु अस होइन एकदमै धेरै हेल्पफुल हुनुहुन्थ्यो उहाँहरू जति पनि भेट भयो सो डक्टर अनिता धरले सबै टेस्टहरू प्रिस्क्राइब गरिदिनु भयो जसमा पेट सिटी बायोप्सी विथ रिसेप्टर डिटेल्स केराटिन मेमोग्राफी एन्ड मेनी मोर अरू टेस्टहरू पनि थियो सबै प्रिस्क्राइब गरिदिनु भयो सबै टाइम अनुसार नै सबै टेस्टहरू भयो कम्प्लिट भयो एन्ड आफ्टर सबै टेस्टको रिजल्ट आइसकेपछि रिपोर्ट आइसके पछाडि वी हेभ बिन आस्क्ड टु भिजिट डक्टर अतुल पत्र वान अफ द फाइनेस्ट डक्टर इन इन्डिया एकदमै क्यान्सरको लागि त एकदमै वान अफ द बेस्ट डक्टर हि इज वान अफ द बेस्ट डक्टर
रिपोर्ट आइसकेपछि I got to know that she was diagnosed with breast cancer with TNBC, that means triple negative breast cancer. त्यो पनि एकदमै धेरै सिभियर स्टेजमा. एन्ड डक्टर अतुल बत्राले मलाई भित्र बोलाएर छुट्टै मलाई बोलाएर के भन्नुभयो भने यो वाइफ हेज ओन्ली 3 to 6 months अफ लाइफ एक्सपेक्टेन्सी रिमाइनिङ. सो यहीँ राखेर पनि उपचार गर्न सक्नुहुन्छ. आइदर तपाईँले फर्दर ट्रिटमेन्टको लागि घर नेपालै लगेर फर्दर ट्रिटमेन्ट गर्न सक्नुहुन्छ. चोइस इज योर्स भनेर भन्नुभयो. सो त्यस पछाडि घर परिवारमा यताउति इन्फर्मेसन पास गऱ्यौँ अरे, परामर्श दिनुभयो घर परिवारले, अब नेपाली लिएर आउनु भनेर. सो बिफोर गोइङ ब्याक टु नेपाल मेरो रिलेटिभ्सहरूबाट मैले जानकारी पाएँ कि राजस्थानमा इन्डिया राजस्थानको एक ठाउँमा त्यो एउटा राम्रो आयुर्वेदिक सेन्टर छ अरे. सो त्यहाँ एकदमै लास्ट स्टेजको क्यान्सर बिरामीहरूलाई पनि निको भएको घटनाहरू छ अरे. एक्चुली त्यहाँ लाने हो कि भनेर इन्फर्मेसन पाए पछाडि मैले विदाउट एनी हेजिटेसन्स आई बुक अ क्याब, एउटा ट्याक्सी बुक गरेर मैले उनलाई लिएर गएँ त्यहाँ. लिएर गइसके पछाडि सबै रिपोर्टहरू देखाएँ अरे. डक्टरले यस्तो भन्नुभएको छ भनेर, TNBC डायग्नोस. खालिस्तान आइपुग्यो बल्ल बल्ल. बोल्न जान्दिनँ म के बोल्नु. एन्ड कमिङ ब्याक टु द पोइन्ट, 3 देखि 6 महिनाको डेट दिनुभएको छ भनेर मैले उहाँलाई इन्फर्मेसन दिइसके पछाडि दे टोल्ड मी त्यस्तो टेन्सन लिनु पर्दैन, अब कतिपय केसेसहरूमा रिकभर हुनु पनि भएको छ. फर्दर अब हामीले भनेको अनुसारले दबाई खुवाउनु होला, मुख पार्नु होला भन्ने हिसाबको कुराकानी भएको थियो. वी डिड द सेम, बट रेस्ट सबैजनालाई थाहा छ के भयो कसो भयो होइन. दिस इज माई होल स्टोरी. अझ इलाबोरेट गरेर म अझै खुलस्त तरिकाले अलिक पछिका दिनहरूमा भिडियो बनाउनेछु. थ्याङ्क यू फर भिडियो हेरिदिनु भएकोमा यहाँसम्म धेरै धेरै धन्यवाद. होप तपाईँहरू सबैजनालाई यो भिडियोबाट केही हदसम्म आफ्नो इन्फर्मेसन पाउनुभयो होला. थ्याङ्क यू सो मच. If you guys find this video informative, then please do subscribe my YouTube channel. Any questions you can comment down below. म सबै प्रश्नहरूको उत्तर भिडियो मार्फत दिने प्रयास गर्नेछु सकेसम्मको लागि. कुनै इन्फर्मेसन चाहिए अथवा कुनै फर्दर केही सोध्नुपर्ने अवस्था छ भने तपाईँहरूले क्वेसन गर्न सक्नुहुन्छ कमेन्ट डाउन बिलो. थ्याङ्क यू फर वाचिङ. प्लिज डु सब्सक्राइब माई युट्युब च्यानल. Don't forget to follow me on TikTok for more informative video. Thank you. Finally, home sweet home. Dad's home sweet home. Thanks for watching. Please subscribe.